दिपेन्द्र कर्णालीको जित त्यसमा पनि तपाईँको चाहिँ अलराउन्ड पर्फर्मेन्स बलिङबाट ब्याटिङबाट बढी इम्पोर्टेन्ट थियो आज 61 रन्स बनाउनु भयो त्यो टिम चाहिँ जस 4 विकेट 5 विकेट लगातार गइसकेको थियो होइन त्यसमाथि अर्जुन घरतीको विकेट पनि गयो तपाईँले चाहिँ त्यसपछि स्टे गरेर चाहिँ लास्टसम्म ब्याटिङ गर्नुभयो होइन आजको जितको बारेमा तपाईँको इनिङ्सको बारेमा के भन्नुहुन्छ आजको जित हाम्रो लागि एकदम इम्पोर्टेन्ट थियो मतलब जय ट्रफीको लागि पनि क्वालिफाई गर्नु थियो र त्यसरी हेर्दाखेरि अलिकति नर्मल भन्दा पनि अलिकति गाह्रो भइरहेको थियो खेल्न सो जतिसक्यो टाइम स्पेन्ड गरौँ र लास्टमा खेल्नु त्यही माइन्डसेट थियो के त्यति जुन टप अर्डरको ब्याट्सम्यान आउट भइसकेपछि तपाईँ चाहिँ कसरी आफूलाई स्टे मोटिभेट गर्दै हुनुहुन्थ्यो कि त्यहाँ बस्नुपर्छ अझै बस्नुपर्छ भनेर मोटिभेसन अब सिचुएसन त्यस्तै थियो त्यही भएर अब जसरी लामो खेलौँ अब रङ सर्ट भन्दा पनि डाउन दि ग्राउन्ड जसरी हुन्छ अब सिचुएसन कस्तो थियो र पिचले कसो खेलिरहेको थियो त्यो अनुसारको त्यसलाई एडप्ट गर्न कोसिस गरिरहेको थियो र सक्सेस पनि भयो उनीहरूले बलिङमा बारम्बार चेन्ज गरिरहेको थियो होइन सधैँ 8 जना त बलरले चेन्ज गर्यो त्यो अवस्थामा चाहिँ एडजस्ट गर्न कति गाह्रो थियो नयाँ बलर आउँदै गर्दाखेरि नयाँ फेरि सेटल हुन गाह्रो थियो नयाँ बल आउँदाखेरि ओभर हामीसँग इनफ थियो त्यो नयाँ बल आउँदाखेरि पनि मैले टाइम लाउनु पाएँ र त्यही अनुसार मलाई इजी भइरहेको थियो बलिङमा पनि जस मध्य प्रदेशको टप ब्याटरहरू थियो जस दिनेश अधिकारीले सुरुको 3-4 विकेट लियो होइन त्यसपछि अलिकति इजी पनि भयो तर उनीहरूको ब्याट्सम्यान चाहिँ तलसम्मै थियो फेरि होइन त्यो स्टे गरेर खेल्छु भन्ने उनीहरू पनि 50 ओभर खेल्ने चाहिँ मेन्टालिटी बनाइरहेको थियो त्यो अवस्थामा चाहिँ अलिकति अट्याकिङ फिल्ड सेटअप पनि तपाईँहरूको होइन लगातार विकेटको लागि जानुभयो होइन के भन्नुहुन्छ त्यो पिरियड चाहिँ तपाईँले बलिङ गर्दा मिडल ओभरको पिरियडमा के थियो त्यही हो दिनेशले अगाडि विकेट लग्दा पछि हामी जुन बलरहरू थियो त्यसलाई इजी भयो त्यसपछि पछि पनि हाम्रो त्यही थियो कि माइन्डसेटमा अलिकति विकेट गइसकेको थियो ल अट्याकिङ खेलौँ र मतलब नेट र नेटवर्कको लागि पनि हेरौँ त्यो सजिलो भयो हाम्रो त्यसरी अब तपाईँ अब जस अस्ति नेपालको लागि पनि खेल्नु भयो सुपर सिक्सेसहरूको सुपर सिक्सेसमा होइन त्यसपछि अलि एउटा एज अ प्लेयर चाहिँ कति कन्फिडेन्स आएको छ कि जस एउटा नेपाल टिमलाई रिप्रेजेन्ट गरेर बाहिर गएर खेल्यो होइन त्यो ठुलो प्रतियोगिता नै थियो त्यसपछि अझ कन्फिडेन्स बिल्ड भएको हो तपाईँको कन्फिडेन्स जसरी म आफूलाई मतलब रेगुलर आफूलाई राखिरहेको छु मिहिनेत गरिरहेको छु र मेरो क्यापेबिलिटी के हो मलाई थाहा छ र त्यो अनुसारले अब अपर्च्युनिटी पनि पाइरहेको छु र रेस्पोन्सिबिलिटी पनि छ त्यसमा र त्यसमा पर्फर्म गर्दा अझै खुसी लाग्यो र अब अगाडि हेर्दै जाऊँ अब यति खेल्दै जाऊँ अब कस्तो हुन्छ दिपेन्द्र अब विभागको लागि खेल्ने खेलाडीको त एउटा सेटलमेन्ट छ सिक्युरिटी छ होइन तपाईँहरू चाहिँ अब विभागमा नभएको खेलाडीलाई चाहिँ कर्णाली प्रदेशको लागि खेल्न पर्दाखेरि चाहिँ कति गाह्रो छ तपाईँको लागि चाहिँ च्यालेन्ज कति छ स्टे गरेर खेलिराख्नुलाई किनकि केही समय भइसक्यो तपाईँ कर्णालीलाई खेल्दै हुनुहुन्छ होइन कति गाह्रो छ गाह्रो हल्का अब फाइनेन्सियली सपोर्ट नपाउँदा अलिकति गाह्रो हुन्छ तर अब मेरो अलिक फ्यामिली सपोर्ट अलिकति राम्रो छ त्यही भएर मलाई अलिक फ्री छ यो कुरामा मलाई त्यति डिस्टर्ब गर्दैन र त्यसै अरू मतलब यो अरूलाई पनि गाह्रो भएर हुन्छ जो फ्यामिली ग्राउन्डबाट छैन र मतलब फाइनेन्सियली विक छ तिनीहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ जस्तो अब यो खाली टाइममा चाहिँ कहाँ प्र्याक्टिस नेपालमै गर्नुहुन्छ कि बाहिर इन्डियामा धेरै जाने चलन आएको छ आजकल होइन धेरै प्लेयरहरू के कता जानु छ म खाली टाइममा चाहिँ म सिसीमै हुन्छु काठमाडौँमा र त्यही हुन्छ के सोच्नु भएको छ यो पिएम कपको कति 20 विकेट पुग्यो 7 खेलमा होइन तपाईँ जस ललित राजवंशी शाहब आलमसँग कम्पिटिसनमा हुनुहुन्छ जस होइन लेफ्ट आर्म स्पिनर माथि हुनुहुन्छ तपाईँ के लागिरहेको छ यो पर्फर्मेन्स पछि नेसनल टिमलाई पनि म दावेदारी प्रस्तुत गर्न सक्छु अथवा के कमी छ म अझै सुधार गर्नु छ अथवा के लागेको छ त्यस्तो कम्पिटिसन त्यस्तो नेपाली टिम भन्दा पनि म आफ्नो मेरो पोटेन्सियल के हो म त्यसमा म्याक्स हुन चाहन्छु कि म के गर्न सक्छु अझै पनि मेरो क्यापेबिलिटी के हो त्यो त्यसमा पनि ध्यान दिइरहेको छ त्यो कम्पिटिसन भन्दा पनि म्याचहरू म कसरी जिताउन सक्छु एज अ बलिङ एज अ ब्याटिङ त्यही नै सोध्छु म पछि सोचेर खेलिरहनु भएको छैन अब कर्णालीको आज जितपछि जो चान्सेस चाहिँ आएको छ होइन अब तपाईँहरूको अब कसरी 2टा म्याच बाँकी छ विश्वास छ टिममा कि हामी अब त्यो टप 4 मा चाहिँ स्थान बनाउन सक्छौँ भन्ने विश्वास कति छ टिममा जुन तरिकाले हामी लास्ट 2 गेम खेलिरहेको छौँ मलाई लाग्छ कि विल क्वालिफाई फर द जय ट्रफी हुन्छ अल द बेस्ट आगामी दिन खेल्नु